नमस्ते, म खाएबा लामा मुन्द्रे हो। त्यहाँ औषधि हाल्नुपर्ने भएछ। बुद्धचित्त मालाको नर्सरी काभ्रेबाट हाम्रो पहिलाको भिडियो हेरेर धेरै ठाउँको कृषकहरूले बिरुवा लगेर रोप्नु भएको छ। तपाईँहरूले पनि बिरुवा चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर तल छ। लस्सो टसिदेले फ्याफुल्ला बाई बाई हजुर। यो गेडाभित्र कमिलोले गुड बनाएछ। यसलाई औषधि हाल्नै पर्यो अब। मेरो नि आउनु पर्दैन। त्यसमा हालिहाल्नु पर्ने झोला भयो कि एकछिन बस्न जाने हेर त्यहाँ त सानो यो ठाउँमा अलिकति यस्तो रहेछ। यो मालाको बिरुवा लाँदैछ है। यो मालाको बिरुवा लाने चाहिँ कता भन्दाखेरि यो पूर्व साइड हो। यो भोजपुर लानु लाग्यो हो। यो भोजपुर लानु लाग्यो 14 ग्रेड छ। अनि लाने हो दाजु यहाँ हुनुहुन्छ हो भोजपुरको। भोजपुरमा फल्नु लागेको छ अब यो माला फल्छ यहाँ भोजपुरमा। अर्को प्लेट एउटा पठाउनु न। एउटा क्रेट ल्याइदिन्छ अनि यो हालेर त्यो जान्छ अनि पेट त्यो पेट पनि अब बुझेर लान्छ। त्यहाँको हालिदिनु भयो, माथिको हालिदिनु भयो, होइन तपाईँले भन्नु कहाँको हालेर पठाउनु। यिनको हालिदिनु भयो। यो 14 ग्रेडमा अब एउटामा 60 वटा छ। त्यो सबै मुखिएको बिरुवाहरू हो। भोजपुर लानु लाग्यो। त्यही भएर त्यसमा हालिहाल्नु पर्ने झोला भयो कि अलिकति अर्को छैन। कुन हाल्नु यहाँ? कुन हाल्नु? 60 वटा अट्टिन्छ हो टक्कै 60 नै हाल्नु लाग्यो। तपाईँ जानुपर्छ नि पर्दैन नि?